नमस्कार दर्शकवृन्द, तपाईं सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। नेपाली क्रिकेट जगतका सम्पूर्ण अपडेटहरूको साथमा हामी उपस्थित हुने गर्दछौं। दर्शकवृन्द, आजको भिडियोमा हामी चर्चा गर्नेछौं एनपीएल नजिकै गर्दा एनपीएल का प्राविधिक विषयमा कुराकानी गर्नेछौं। दैनिक 13,000 दर्शकले एनपीएल हेर्न पाउने भनेर खबर आएको छ। अहिले नयाँ प्याराफिट सहितको रंगशाला निर्माण भइसकेसँगै यो एउटा खुशीको खबर रहेको छ। यो विषयमा मैले चर्चा गर्नेछु भने एनपीएल सिजन 2 मा टिकट मूल्य कति हुन सक्नेछ यो विषयमा चर्चा रहनेछ। त्यस्तै अर्को विषय रहेको छ फ्लड लाइट जडानको काम कहाँसम्म पुग्यो र कहिलेसम्म यो समाप्त हुन्छ र लाइट टेस्टिङहरु कहिले हुन्छ यो विषयमा पनि हामी भिडियोमा चर्चा गर्नेछौं। भने अहिले पछिल्लो अपडेट के छ भने अस्ट्रेलियन प्रेजेन्टर अब नेपालमा पनि एनपीएल मा कमेन्ट्री गर्नको लागि आउने छन् र यसले पनि अझै एनपीएल को रौनकता थपेको छ। पछिल्लो एनपीएल सम्बन्धी अपडेटहरुको बारेमा हामी भिडियोमा चर्चा गर्नेछौं। भिडियोलाई अन्त्यसम्म हेर्दिनु होला। तपाईलाई मनमा लागेका जिज्ञासाहरु छन् भने तल कमेन्ट गर्नु होला र च्यानललाई सब्स्क्राइब गर्नु होला क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेटहरुको लागि। दर्शकवृन्द, दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लीग एनपीएल सुरु हुन अब एक साता भन्दा पनि कम समय बाँकी रहेको छ। यसपटक फेरिएको स्वरूपले त्रिवी क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलहरू आयोजना हुँदैछन्। 1 देखि सुरु हुने एनपीएल 27 दिनसम्म चल्नेछ भने 8 फ्रेन्चाइजी टोलीहरूले प्रतिस्पर्धा गर्ने भएका हुन्। गत वर्ष एनपीएलमा दर्शकहरूको क्रेज देखेर तत्कालीन सरकारले रंगशालामा प्याराफिट निर्माण गर्ने र फ्लड लाइट जडान गरेर राति खेल खेलाउने उद्देश्य स्वरूप त्रिवी मैदानको स्तरोन्नति गर्ने काम अघि बढाएको थियो। गत वर्षको फागुनको तेस्रो सातादेखि काम सुरु गरेको रंगशालामा अहिले 10,000 सिट क्षमताको नयाँ प्याराफिट निर्माण गरिएको छ। 43 करोड 77 लाख रुपैयाँमा ठेक्का पाएको प्याराफिटमा अब सरकारको काम भने बाँकी रहेको छ। प्याराफिट मैदानको पूर्वी र पश्चिमी गरी 2 खण्डमा छ। पूर्वी खण्डमा 2290 कुर्सी र पश्चिम खण्डमा 7710 कुर्सी जडान भएको पनि जनाइएको छ। भिआईपी तर्फ थप 3000 दर्शक अट्ने गरी अस्थायी प्याराफिट बनाइएको छ भने जसका कारण यसपटक 13,000 दर्शकले एकैपटक बसेर खेल हेर्न पाउने भएका छन्। एनपीएल अघि प्याराफिटको काम सकिए पनि फ्लड लाइट जडानको काम भने अझै सकिने हो कि नसकिने भन्नेमा शंका छ। अब फ्लड लाइटका कामहरू छिटै नै सकेर रातिमा पनि खेल खेलाउने गरी नेपाल क्रिकेट संघ क्यानले खेल तालिका पनि सार्वजनिक गरिसकेको छ। तर फ्लड लाइटकै अन्यलताका कारण क्यानले खेल तालिका सार्वजनिक गर्नमा ढिलाइ गरेको थियो। अन्ततः एनपीएल सुरु हुनुभन्दा केही दिन अगाडि मात्रै नेपाल क्रिकेट संघ क्यानले आफ्नो खेल तालिका सार्वजनिक गरेको छ। रंगशालामा 42 करोड 19 लाख 91 हजार रुपैयाँ लागतमा 6 वटा फ्लड लाइट जडान हुन लागेको छ भने जसमा केही लाइट जडान गर्ने काम सकिएको छ भने केही पोलहरुमा अझै पनि बाँकी रहेको छ। रातिमा खेल हुन्छ हुँदैन भन्ने विषयमा चर्चा भइरहँदा नेपाल क्रिकेट संघ क्यानले यो भन्दा अगाडि नै फ्लड लाइटकै कारण एनपीएल निर्धारित मितिमा सुरु गर्न कुनै समस्या नभएको जानकारी गराएको थियो। यो नेपाली फ्यान्सहरुको लागि खुशीको खबर रहेको थियो। नेपाल क्रिकेट संघ क्यान केमा ढुक्क थियो भन्दाखेरि फ्लड लाइट जडान भए पनि नभए पनि नेपाल क्रिकेट संघ क्यानले एनपीएल को मिति चाहिँ सार्दैन, त्यही मितिमा बरु दिनमा नै 2 वटा खेलहरु हुनेछन् भनेर जानकारी गराएको थियो। अन्ततः अहिले पछिल्लो समयमा लाइट जडानको काम लगभग सकिएसँगै रातिमा पनि खेल हुने भएको छ। रातिमा भनेर 8 बजेबाट नै खेल सुरु गरेको छैन कि 4 बजेबाट खेल सुरु भयो भने तपाईले यो सोच्नुस् कि 8 बजे खेल सकिनेछ, रातिसम्म खेल हुने भयो दर्शक महानुभाव। त्यो कारणले गर्दाखेरि चाहिँ अन्य लिगहरुमा चाहिँ रातिमा नै हुन्छ। आईपीएल मा चाहिँ 8 बजेबाट खेल सुरु हुन्छ, एउटा 4 बजेबाट सुरु हुन्छ भने अर्को 8 बजेबाट सुरु हुन्छ। यहाँ चाहिँ त्यसो भएको छैन। एउटै मैदानमा भएको कारणले गर्दा अलिकति लामो समय पिचलाई ग्राउन्डलाई पनि रेस्ट दिएको हुनुपर्छ जस्तो मलाई लाग्छ। पहिलो संस्करणको नेपाल प्रिमियर लीग समापन पश्चात नै क्यानको गभर्निङ काउन्सिलले दोस्रो संस्करणको तयारी सुरु गरेको थियो। त्यसैले यसपटक सहज भयो। अहिले तयारी अन्तिम चरणमा पुगेको छ। क्रिकेटको लागि चाहिने चीज आउटफिल्ड हो, यो तयारी अवस्थामा पनि छ। यो मैदानमा खेल्नलाई कुनै समस्या भने छैन। प्रवक्ता छुम्बी लामाले पनि मिडियाहरुसँग कुरा गर्दै भनेका थिए। क्रिकेटको क्रेजलाई मध्यनजर राखेर तत्कालीन केपी ओली नेतृत्वको सरकारले पनि पहिलोपटक प्याराफिट र फ्लड लाइट सहितको रंगशाला बनाउने निर्णय पनि गरेको थियो। यो केही समय अगाडिको कुरा थियो। प्याराफिट र फ्लड लाइट जडानको काम वैशाखसम्म सक्ने सम्झौता भए पनि विभिन्न प्राविधिक समस्याहरूले पछाडि धकेलिएको थियो। दर्शकवृन्द, मैदानमा अहिले प्याराफिट बन्दा क्रिकेटमा नयाँ आयाम थपिएको छ। राज्यले प्राथमिकताका साथ नेपाली क्रिकेटलाई लगानी गरिराखेको छ, त्यो सकारात्मक पनि छ। प्याराफिट भन्दा दर्शकले सिटमा बसेर क्रिकेटको रमाइलो लिनेछन्, प्रवक्ता लामाले भनेका छन्। एनपीएल को पहिलो संस्करणको जुन क्रेज थियो दोस्रो संस्करणमा त्यो भन्दा धेरै हुनेछ। प्याराफिट र फ्लड लाइटका कारण एनपीएल मा नयाँ आयाम थपिनेछ उनले भनेका छन्। तर लामाले फ्लड लाइट जडान कहिले सकिन्छ भन्ने विषयमा भने स्पष्ट जवाब दिन सकेनन्। फ्लड लाइटमा क्रिकेट गराउन क्यान भन्दा पनि निर्माण गरिरहेको कम्पनी नै आतुर हुनुहुन्छ, किनभने क्रिकेट र एनपीएल को क्रेजका कारण उहाँहरू नेपालीहरूलाई पहिलोपटक फ्लड लाइटमा क्रिकेट देखाउन आतुर हुनुहुन्छ, लामाले भनेका छन्। आन्दोलन र केही टेक्निकल समस्याले गर्दा चाहिँ काममा ढिलाइ भएको थियो।
तर अबको 2-3 दिन भित्रमा फ्लड लाइटको काम सकिने पनि जनाइएको छ। अब टिकटको बारेमा पनि धेरै जनाले सवाल गरिरहनु भएको छ। टिकट सिस्टमको बारेमा पनि हामी चर्चा गरौँ। अब फिल्म हलमा जसरी नै क्रिकेट रंगशालामा पनि टिकटको सिस्टम अनुसार नम्बर अनुसार बस्नु पर्नेछ, यो पनि नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। टिकट सिस्टम अब कति महँगो हुन्छ भनेर पनि धेरै जनाले सोधिरहनु भएको छ। टिकट कसरी लिने भन्ने कुराहरु पनि रहेको छ। अब यसमा चाहिँ यसपटकको खेलको टिकट अनलाइन मार्फत काट्नु पर्नेछ र सिट अनुसार दर्शक बस्नु पर्नेछ भनेर क्यानले जनाएको छ। क्यानले यसपटक अस्थायी प्याराफिटको क्षमता बढाएको छ। उक्त प्याराफिटमा 3000 दर्शकहरू अटाउनेछन् भने उक्त प्याराफिट टिकट काट्ने दर्शकका लागि नभएर क्यानका पाहुनाहरूको लागि पनि रहने भएको छ। दर्शक महानुभावहरु, 8 टोलीका लगानीकर्ता प्रायोजक 45 जिल्लाका क्यानका प्रतिनिधि खेलाडी सहितका पाहुनाका लागि 3000 क्षमताको अस्थायी प्याराफिट हामीसँग तयारी अवस्थामा छ। त्यसो हुँदा एकैपटक 13000 बढी मानिसहरूले त्रिवी क्रिकेट रंगशालामा बसेर खेल हेर्न पाउनेछन्। अघिल्लो संस्करणको जस्तै यसपटक पनि भिआइपी को लागि विभिन्न खानेकुराको स्टल लगायतको सुविधा हुनेछन्। यस्तै दर्शकका लागि पनि खानाको लागि स्टल राखिने क्यानको भनाइ छ। क्यानले सबै दर्शकका लागि शौचालय र पार्किङ स्थान पनि निर्माण गरिरहेको छ। टिकट मूल्यको बारेमा अहिले कुराकानी गर्नुपर्दा पोहोर साल भन्दा अहिले टिकट मूल्य अलिकति बढी हुने बताइएको छ। किन भन्दाखेरि अहिले प्याराफिट भएको कारणले गर्दा केही सेवा सुविधा पनि बढी भएको कारणले गर्दाखेरि पनि टिकट मूल्य बढ्न सक्ने भनेर भनिएको छ। 700 भन्दा माथि टिकट हुन सक्ने भनिएको छ र भिआइपी टिकटको मूल्य चाहिँ अझै धेरै हुन सक्ने छ भनेर भनिएको छ। अन्य देशहरूको हदमा नेपालमा चाहिँ टिकटको मूल्य चाहिँ सस्तो नै छ। किन भन्दाखेरि अन्य देशहरूमा धेरै नै महँगो टिकट हुने गर्छ, त्यहाँ त्यही अनुसारको फ्यासिलिटी हुन्छ भने नेपालको हदमा भन्नुपर्दा 700 देखि 1000 सम्म नर्मल टिकट ठिकै नै हो र 1000-1500 भन्दा माथि भिआइपी टिकटलाई ठिकै नै हो जस्तो मलाई लाग्छ। र नेपाल क्रिकेट संघ क्यानले पनि सायद 700 भन्दा माथि नर्मल टिकट र भिआइपी टिकटको लागि 1500-1200 सम्म गर्न सक्ने भनेर पनि भनिएको छ। दर्शक महानुभाव, यसको बारेमा थप एक्ज्याक्टली अपडेट चाहिँ आउन बाँकी रहेको छ। नेपाल क्रिकेट संघ क्यानले जानकारी दिनेछ। टिकट चाहिँ अनलाइनबाट काट्नु पर्ने भनेर जनाएको छ। दर्शक महानुभाव, क्यानले एनपीएलका लागि सुरक्षाको लागि निजी सुरक्षाकर्मीको संख्या समेत बढाउने भएको जनाइएको छ। दर्शक वृन्द, सुरक्षाको विषयमा क्यान प्रवक्ता लामाले सुरक्षाको लागि क्यानले आवश्यक निजी सुरक्षाकर्मीहरू बढाउनेछ, किनभने सुरक्षाको विषयमा क्यान गम्भीर पनि भएको छ। सँगसँगै नेपाल प्रहरीसँग पनि सुरक्षाको विषयमा योजना गर्ने काम पनि भइरहेको छ उनले भनेका छन्। एनपीएलकै लागि भनेर क्यानले पिच पनि लामो समयदेखि मर्मत सम्भार गरिरहेको छ भने पहिलो संस्करणमा बनाइएका 6वटा पिचलाई अहिले अझै उत्कृष्ट बनाएको लामाको भनाइ छ। विगत लामो समयदेखि पिच मर्मत भइरहेको छ। यहाँ अहिले धेरै खेल पनि भएका छैनन्। अघिल्लो सिजन मर्मत गर्न थोरै समय पाएका थियौं, तर यसपटक भने हामीले धेरै समय पाएका छौं। त्यसैले पनि पिच राम्रो भएको विश्वास नेपाल क्रिकेट संघ क्यानले लिएको छ। दर्शक महानुभाव, र अर्को एउटा गुड न्यूज के छ भन्दा एनपीएल को लागि अस्ट्रेलियन प्रेजेन्टर जेस क्रो नेपाल आउने भएकी छिन् र उनको सुरिलो भोइसमा चाहिँ हामीले नेपाल प्रिमियर लिग एनपीएल को कमेन्ट्री सुन्न पाउने भएका छौं। सँगै एन्ड्रो लियोनार्ड पनि हुनेछन् र उनीसँगै अस्ट्रेलियन प्रेजेन्टर जेस क्रो पनि भएपछि सुनमा सुगन्ध त अवश्य पनि हुनेछ र कमेन्ट्री प्यानलमा चाहिँ अन्य भोइस किङहरू पनि आउनेवाला छन्। दर्शक महानुभाव, यो भन्दा अगाडिको वर्षमा धेरै राम्रो कमेन्ट्री गर्ने व्यक्तित्वहरू आएका थिए। एन्ड्रो लियोनार्ड भइ नै हाले र त्यसैगरी मिखाली पनि आएका थिए भने अन्य थुप्रै चर्चित कमेन्टेटरहरू पनि एनपीएलमा यो वर्ष आउने निश्चित भइसकेको छ। दर्शक महानुभाव, र अहिलेलाई चाहिँ क्यानले अनाउन्समेन्ट गरेको चाहिँ अस्ट्रेलियन प्रेजेन्टर जेस क्रोलाई चाहिँ अनुबन्ध गरेको छ। उनले थुप्रै म्याचहरुमा कमेन्ट्री गर्ने गर्छन्। थुप्रै टेस्ट नेसन राष्ट्रहरूको लागि आफ्नो सुरिलो आवाजले चाहिँ मोहित बनाउने गर्छिन् र अब नेपाल प्रिमियर लिग एनपीएलमा पनि उनको आवाज सुन्न पाउने भएको छ विश्वले। दर्शक महानुभाव, यो खुसीको खबर रहेको छ। पछिल्लो अपडेट र अन्य अपडेटहरू सहित के छ भन्दाखेरि फ्लड लाइटको काम लगभग अन्तिम चरणमा 90% काम सकिसकेको जानकारी प्राप्त भएको छ। फ्लड लाइटमा नेपाल प्रिमियर लिग एनपीएल का खेलहरू हुने भइसकेपछि अब त्यसलाई चाहिँ टेस्टिङ गर्न मात्रै बाँकी छ। 1-2 दिन टेस्टिङ गरेर नेपाल प्रिमियर लिग एनपीएल सुरु हुनेछ। दर्शक महानुभाव, र अन्य अपडेटहरू अझै आउन बाँकी छ। फ्रेन्चाइजी टोलीहरूले विदेशी खेलाडीहरू भित्राउन बाँकी नै रहेको छ। केही फ्रेन्चाइजी टोलीहरूले भित्राइसकेका छन् र केही फ्रेन्चाइजी टोलीहरूको कोटामा चाहिँ अझै पनि स्टार विदेशी खेलाडीहरू आउनै बाँकी रहेको छ। यसको बारेमा पनि अर्को भिडियोमा मैले थप चर्चा गर्नेछु। दर्शक महानुभाव, च्यानललाई सब्स्क्राइब गर्नु होला, भिडियोलाई लाइक गर्नु होला। भेट्नेछौँ अर्को अपडेटमा। अहिलेलाई भने छुट्छौँ। जय नेपाल, जय नेपाली क्रिकेट।